के ल्याउने मार्केट गएर खाने तरकारी चिची पापा चिची बाबा सैलुनमा जाँदैछु होइन के कति खर्च आउँदो रहेछ के कति लाग्दो रहेछ आज म सब हजुरहरूलाई भन्नेछु र कपाल काटेर आएको है एकैछिनमा कपाल त स्वाटै बनाइदिएको त पैसा त चाट छिनमै साथीहरूसँग होइन सम्झीहरूसँग चाहिँ म बजार आएको छु र उहाँले चाहिँ मलाई यहाँ बजार घुमाउनु हुनुहुन्छ होइन के ल्याउने मार्केट गएर खाने तरकारी चिची पापा चिची बाबा आज चाहिँ म यहाँ होइन कोरिया आएर फर्स्ट टाइम म कोरियाको सैलुन जाँदैछु गाइजहरू है कोरिया आएर फर्स्ट टाइम म कपाल काटेर जाँदैछु किनभने कपाल त्यति धेरै लामो भएको छैन मलाई लामो राखेर पनि झ्याउ लाग्छ कि सो त्यही भएर आज म कपाल काट्न सैलुन जाँदैछु यहाँ साथीले थाहा छ अरे साथीले सैलुन अनि त्यही भएर म सैलुन जाँदैछु अब के कस्तो हुन्छ है हेरौँ अनि सैलुनमा कोरियामा कपाल काटेको एकदम महँगो लिन्छ नि त अनि मेरो कार्डहरू यो पर्सहरू हुन्छ नि चिकापहरू चाहिँ कम्पनीमै छुटेछ हिजो कम्पनीमा छुटेपछि अब दाइलाई आज एउटा दाइ जानुभएको छ काममा अनि त्यो दाइले ल्याइदिनु हुन्छ कि हुँदैन बिहान फोन गरेको हो जाँदैछु भन्नुभएको सायद सबै आज अब मोबाइलबाटै पे गर्नुपर्छ होला त्यस्तै हुँदैछ है माई लभली फ्रेन्ड हाउ आर यु आई एम गुड वेलकम ब्याक टु माई अनदर ब्लग आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला होइन म पनि एकदम गुड एन्ड फाइन छु अनि धेरै समयपछि धेरै अन्तरालमा चाहिँ हामी सम्झी र म छौँ र म चाहिँ कपाल काट्न जाँदैछु मेरो सैलुनमा चाहिँ गएर काट्ने अनुभव चाहिँ मेरो पहिलो हो होइन यहाँ अब पहिलो ताली यहाँ कोरियामा सैलुनमा गएर चाहिँ पहिलो ताली कपाल काट्न लागिरहेको छु किनभने मैले पहिला मेरो दाइले काटिदिनुहुन्थ्यो अनि त्यही भएर आज चाहिँ अब सैलुनमा जाँदैछु होइन के कति खर्च आउँदो रहेछ के कति लाग्दो रहेछ आज म सब हजुरहरूलाई भन्नेछु तर कपाल त छोटो छ तर पनि मलाई लामो कपाल ठिक लाग्दैन क्या छोटो छ काट्ने बेला त भएको छैन है सम्झि मेरो तर काटिदिउँ है अलिकति लामो मलाई मन पर्दैन कि त्यही भएर अब कपाल काट्यो 11 ठिक्क आएछ त नि अनि यस्तै छ है सैलुन जाँदैछु सैलुन यहीँनिर हो कि सैलुन चाहिँ यहीँ हो सैलुन जाँदैछ है त सङ आ हे अ आ तु ए आ तु खुला रहेछ है कपाल काट्नु अनि कपाल काटेर आएको है एकैछिनमा कपाल त स्वाटै बनाइदिएको त पैसा त चाट छिनमै मसँग कार्ड थिएन अनि उहाँ साथीले गर्नुभयो है कपाल काटेर चट्ट भएर आइसक्यो अब हामी फेरि अब माथि पुग्नुपर्छ नि होइन यस्तै छ के भयो क्यामेरा फेरि यस्तै छ होइन अब कमसँग यस्तै हो मेरो त सिम्पल कटाइ हुन्छ नि त यस्तै छ लगाएर हामी माथि जान्छौँ माथि गएर अब बाल्नु पऱ्यो अब पखालेर त्यसपछि हाम्रो प्रोग्राम भनेको अनि खानाको प्रोग्राम हुन्छ खाना खाएर हामी फेरि बजार जान्छौँ होइन बजार जानुपर्ने हुन्छ सामानहरू सबै सकिसकेको छ त्यसैले गर्दा अब माथि गएर है त खानासाना बनाएर खानु अनि रुम आइकन मैले कपाल नुहाइसकेँ किनभने कपाल धुनुपर्छ कपालहरू लाग्यो हुन्छ नि त होइन अनि कपाल सपाल नुहाइसकेँ अनि नुहाएर कस्तो देखिएको छ है गाइजहरू भन्नु कमेन्ट गर्नु ल कस्तो देखियो कमेन्ट गर्नु होला कपाल काटेको सुहाउँछ कि राखेको सुहाउँछ भन्नु होला त्यो काटेँ कपाल है सिम्पल काटेको छु है त यहाँ अहिले फेक मैले काम चेन्ज गरिसकेँ नि त होइन काम चेन्ज गरेर चाहिँ अनि म यता नयाँ ठाउँमा आइसकेको छु र आज म यता हाम्रो साथीहरूसँग होइन सम्झीहरूसँग चाहिँ म बजार आएको छु र उहाँहरूले चाहिँ मलाई यहाँ बजार घुमाउनु हुनुहुन्छ होइन चाहिँ यहाँ
उता हो कहिले उता हो भोलिको उता हो होइन अनि म बजार आइसकेको छु र म बजारमा घुम्दैछु हुनुहुन्छ र हाम्रो साथीहरू अगाडि हुनुहुन्छ यतातिर हुनुहुन्छ अगाडि दुईजना हो म पछाडि छु एकदम बजारहरू घुमाइरहनु भएको छ र घुम्दै पनि छौँ सबैलाई वेलकम छ युट्युब च्यानलमा र सबैजनाले सबै माया गरेर चाहिँ मेरो 1K पुगिसकेको छ होइन अब तपाईँहरूलाई म बजारको दृश्यहरू देखाउन चाहन्छु है त अब के पाउँछ सिजा काप्सिदा होइन मुलाको आइटमहरू यहाँ मुलाको आइटमहरू यस्तो छ होइन एकदम फिसा छ एकदम फिसा छ 5,000 6,000 3,000 यस्तो यस्तो छ मासुहरू रहेछ कलाना के हो खासी मासु सम्झि यहाँ रहेछ त नि उते तपाईँले भनेको त्यस्तो हो क्या खालि पैसा होइन भन्ने त कसरी हो गाह्रो छ मलाई म दिन्छु भनिरहेको छु त मैले नि लाखौँ होइन मैले पठाइदिइसकेँ खातामा कति बाटो बाटो फेरि होइन म त लाटो हो सम्झि सबभन्दा लाटो मै हो गफ दिनु न तपाईँले गफ दिनु मलाई कसैले किचन के मोडिफाई गर्छ कसैले के गर्नु पर्छ त्यही त हो माछा मिठो भन्दा नि पेट भर्नु पऱ्यो काम गर्नु पऱ्यो